Hi, it's Melina Adhikari, student of IIFT Dress to Impress Season 11 को contestant number 45. My theme is pop art and soft theme is rainbow. मैले चाहिँ मेरो इन्टायर कलेक्सन रेनबो को 7 कलरबाट इन्स्पायर भएर तयार पारेकी छु। त्यसैले मैले मेरो मुड बोर्डमा रेनबो को 7 कलरलाई पप आर्ट को रूपमा झल्काउने प्रयास गरेकी छु। रेनबो अर्थात् यसको 7 कलरबाट हामीले रेनबोलाई कस्तो रूपमा लिन सक्छौं र यसले हाम्रो जीवनमा कस्तो प्रभाव पार्दछ। जस्तै रातो रङले प्रेम ऊर्जा, सुन्तलाले समृद्धि खुशी, पहेँलोले आशा र हरियोले समृद्धि झल्काउँदै हाम्रो जीवनमा यसले सकारात्मक प्रभाव पार्दछ भन्ने उद्देश्यका साथ मैले मेरो इन्टायर कलेक्सन तयार पारेकी छु। मेरो फाइनल डिजाइनमा चाहिँ मैले रेनबो बनाई त्यसलाई अझै आकर्षक बनाउनको लागि ससाना 7 कलरको स्टोनहरू जडान गरेकी छु। मेन फेब्रिक भोट गर्नको लागि तपाई आफ्नो मोबाइलको क्रोम ब्राउजर या गुगलमा जानु होला। त्यहाँ गएर सर्च गर्नु होला कि एबिन टोज को स्पेलिङ ABENTOZ लेखेर सर्च गर्नु होला। यति सर्च गरिसकेपछि अनि हजुरको मोबाइलमा चाहिँ एबिन टोज भनेर आउँछ, त्यसलाई क्लिक गर्नु होला। त्यसलाई क्लिक गरिसकेपछि अनि तपाईको चाहिँ यस्तो इन्टरफेस खुल्छ र अनि यहाँ होम छ। हजुरले चाहिँ यहाँ भोटिङमा जानु होला। यो भोटिङमा गइसकेपछि चाहिँ अनि फेरि यस्तो इन्टरफेस आउँछ। यस्तो इन्टरफेस आइसकेपछि हजुरले फेरि चाहिँ स्क्रोल डाउन गर्दै जानु होला। केही तल स्क्रोल डाउन गर्दै गइसकेपछि चाहिँ यसमा आउँछ ड्रेस टु इम्प्रेस। अनि त्यो आइसकेपछि हजुरले त्यो क्लिक गरिसकेपछि फेरि चाहिँ पप आर्ट अनि यसमा क्लिक गर्नु होला। यसमा क्लिक गरिसकेपछि अनि यहाँ चाहिँ हजुरले जो मेलिना अधिकारी हुनुहुन्छ नि, उहाँको नम्बर रहेको छ 45 नम्बर रहेको छ मेलिना अधिकारी, उहाँलाई क्लिक गर्नु होला। उहाँलाई क्लिक गरिसकेपछि फेरि हजुरको मोबाइलमा यस्तो इन्टरफेस आउँछ। यस्तो इन्टरफेस आइसकेपछि फोन पे अनि पेटिएम, युपिएल, जिपे अनि पेपल अकाउन्ट हजुरले जेबाट पनि भोट गर्न सक्नुहुन्छ। र अनि हजुरले भोट गर्दाखेरि जति पनि आफ्नो सो इच्छा अनुसारले हैन, आफ्नो जति लाग्छ 1 2 3 4 हैन, जति पनि लाग्छ त्यो चाहिँ आफ्नो इच्छाले गर्न सक्नुहुनेछ। र अनि त्यो गरिसकेपछि यहाँ इन्टर युवर फुल नेम भनेको छ। यसमा चाहिँ हजुरले अनि मेलिना अधिकारी भनेर टाइप गर्नुपर्ने हुन्छ। जो भोटिङ हुनुहुन्छ उहाँको नाम चाहिँ MELINA मेलिना अनि ADHIKARI अधिकारी लेख्नु होला। लेखिसकेपछि यहाँ मोबाइल नम्बर भनेको छ। यसमा चाहिँ हजुरको जो ब्याङ्क अकाउन्ट छ त्यो नम्बर टाइप गर्नुपर्ने हुन्छ। त्यो नम्बर टाइप गरिसकेपछि चाहिँ फेरि हजुरको मोबाइलमा यस्तो इन्टरफेस आउँछ। जो हजुरको ब्याङ्क छ, अकाउन्ट छ, त्यो सबै खुलेर आउँछ। आइसकेपछि हजुरले युपिएल जेबाट पनि पेपल अकाउन्ट